आज बिहानको मौसम चाहिँ एकदम दामी थियो क्या अनि भोक पनि लागेर त अब के खाउँ भयो टक्कसँग लाएर मैले सटर उगारिसके पछाडि चाहिँ अब यसो विचार पनि गरेँ क्या अब केही पनि पकाएको थिएन अब मैले आज खाजा नि खाएको छुइनँ भनेपछि यसो विचार गरेर लु अब थुप्रै भएको छ भनेर टक्कसँग निकालेँ मैले 2 PM सँगसँगै अब के निकाल्छु होला भन्दाखेरि अन्डा होइन अब यो दुइटाको त अब खतरा हुन्छ कम्बो भनेर चाहिँ मैले पकाउन थालिसके पछाडि पाकि पनि सकेको थियो अनि त्यस पछाडि मैले चाहिँ यो आधी मात्रै हाल्छु क्या धुलो किनभने अति नै पिरो हुन्छ अनि यो पेस्ट चाहिँ मैले सबै नै हालेँ यसले खासै त्यस्तो असर पुर्याउँदैन अनि यसले फ्लेभर पनि राम्रो हाल्छ भने त्यस पछाडि मैले यतापट्टि अन्डा पनि बनाइसकेको थिएँ अनि मैले उतापट्टि काटेको थिएँ क्या काँक्रा र उयो प्याज चाहिँ मजाले काटेको थिएँ अनि त्यसलाई सट्टसँग लाएर म कोठाभित्र छिरेर चाहिँ अब दायाँ बायाँ नहेरिकन चाहिँ अब खान थाल्छु होइन अब यतिकै खाँदै थिएँ अनि खाइसके पछाडि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन कस्तो मजाले खाएर चाहिँ तपाईँहरूलाई पनि खाउँ लाग्यो होला तर ठिकै छ घरमा पकाएर तपाईँहरूले पनि खान सक्नुहुन्छ अनि अनलाइन टेस्ट गरिहालेँ बबाल मिठो भइरहेको थियो तर एउटा चिज चाहिँ कमी भयो क्या के भन्दाखेरि चाहिँ अमिलो चाहिँ अति धेरै मिस गरेँ त्यस पछाडि अब यो चाहिँ हाम्रो दिउँसोको क्रममा होइन हाम्रो चाहिँ अब यो तलपट्टि यो बाँसहरू निकाल्नु पर्ने थियो र केटाहरूलाई मैले बोलाएको थिएँ अनि 4जना चाहिँ हामी टक्कसँग लाएर तल उत्रिसकेको थियौँ अनि बाँस चाहिँ पहिला काटिसकेको थियौँ कि अनि त्यही भएर चाहिँ तान्न गाह्रो हुन्छ नि त बाँस अनि तानतुन पारेर चाहिँ अब एक एकवटा भयो नि घर लानु पर्यो भनेर चाहिँ टोनीले अगाडि लाँदै थियो अनि लिक्दै पनि पछाडि थियो अनि मैले लगेँ अनि आफ्टर अ लङ पिरियड अफ होइन टायर्डनेस अनि हामीले चाहिँ छिमेकी आन्टीकोबाट चाहिँ चरपटी पनि माग्यौँ होइन यहाँको चरपटी चाहिँ मिठो पाउँछ आएर खानु पनि सक्नुहुन्छ त्यस पछाडि ब्याक टु रुम नुहाइधुवाइ गरेर टक्कसँग लाएर फ्रेस भयो अब चाहिँ एकछिन भने आराम गर्ने सो थ्याङ्क यू सो मच फर वाचिङ मी किप लभिङ किप सपोर्टिङ